नमस्कार वेलकम ब्याक टु आवर च्यानल मेरो सुन्नेमा राई आज चाहिँ हामी गइरहेको छौँ सेलिमाको घर हेलो अब भाइ यता बगाने ल हामी जाँदैछौँ अहिले सुन्निमाको भ्याकेसन छ त्यही भएर हामी जाँदैछौँ सेलिमाको घरमा अनि हजुर होइन जाँदैन उसले माथितिरबाट जान्छ उयोबाट ठ्याक्क उता जान्छ हो यहाँनिरबाट अनि अब वैशाखमा चाहिँ स्कुल लाग्ने त्यही भएर कता जाम भएर सुन्निमालाई टेन्सन भएर होइन सुमु त्यही भएर हामी जाँदैछौँ उसको ननहरूको घरमा अनि भाइ कहाँ जाने हो अन्नु नन्नु भन्दैौ न अन्नु नन्नु भन न ल अब चाहिँ हाम्रो यात्रा सुरु भयो वी आर अन भ्याकेसन अरे के हाम्रो निनी पनि आउनु भएको छ नि त त्यही भएर निनीलाई पनि लिएर हिँडेको हामी चाहिँ जाँदैछौँ हामी चाहिँ अब कति टाइम लाग्ने हो ए भाइले चाहिँ समाउने रे क्या यहाँ त्यो नलाने त्यो त्यही त गर त्यो नलाने के बाबा कहाँ लानु त्यो ए कहाँ लाने सानो ल हिँडेर फेरि हावा खान जाने हामी चाहिँ अनुको माइसकेको अनु चाहिँ बिरामी भएर सुतिराखी छे रसे सुम्निमा यो चाहिँ नलाने ल यहीँ राख्ने ल आऊ खोइ सेलीमा ल आऊ कुखुरा उता त्यो झोला त नबोक न छोरी लड्छ स्कुल हिँडेको हो सेलीमा सुम्निमा भाइ सुम्निमा चाहिँ सपिङ हो ए भाइ यता फार्म बिग्रियो के छ हौ त्यहाँ चाहिँ भाइ आलु रोप्नु भएर छ यताबाट आऊ यहाँबाट चाहिँ कुखुरा देख्छ आऊ त लड्छ है फेरि तल अलि माथि हिँड्ने नजाऊ है नजाऊ उता भित्र नजाऊ भित्र किन जानु त नि यहाँ अस्ति न चाहिँ सबैजना सुम्निमाको बाबाहरू मिलेर यहाँ गोठ बनाउनु भएको थियो तनेला अहिले चाहिँ सबै फेरि आबाले भत्काएर यस्तो बनाउनु भएको छ तल नजाने है टुडे इज होलिडे मम्मी छोरी मम्मी Where is mommy? Where is sorry? I almost forgot. We are going के भरे के रहेछ कुखुरा कुखुरालाई हेलो गरेको हो दिदी गइसक्नु भयो घर दिदी घर जानुभयो ल जाऊ कुखा कुखुरा होइन फेरि कहाँ गएर आएको तिमीहरू ओ हेलो टोपी त नलाओस् छोरा है लडिएला है तल बाटो हेरेर होइन कुखुरा ऊ पर जानुभयो दिदीहरू ल होइन जाने हौ जाऊँ लडिन्छ के तल कुखुरा देखेर उसलाई जानै मन छैन कि यहाँबाट नि ल जाउँ उता पर ऊ दिदीहरू जानुभयो भाइ त हेर त टु गर न यहाँ हेर न भाइ रिहाङ चाहिँ अहिले 22 months
मा रनिङ छ अनि अब ठ्याक्कसँगले आउने कति 4-5 दिनपछि चाहिँ 23 मन्थ्समा कुका कुका साह्रै मजा लागेछ उसलाई चाहिँ तिमीहरूको ब्याग देखाउ त मलाई बुके ब्याग देखाउ त बुके ब्याग देखाउ न यहाँ आउ न कसको बुके ब्याग हो यो कस्तो राम्रो बुके ब्याग हो आहा खै हेरौँ त वाह हु मेड दिस बुके I bring it. Okay. Oh no, my lovely flower. Lovely flower. Lovely flower. Let's go at the chair. ए उता जाने हैन उता जाने भने हैन Let's go home. Let's go at the chair. रिहाङ बाई बाई हामी गएको ल यता हामी पर जाने है ल कुका जाने हैन त अहिले आऊ बाई रिहाङ बाई गएको छ केटा त तल जानु हुन्न अहिले म्याउले आउ आउ गर्छ अहिले ऊ पर जाने आऊ कुखुरा छ कुखुरा ऊ त्यहाँ कुखुरा छ आऊ ऊ त्यो छ यता यता ऊ पर दिदीहरू छ हिँड्न त बिस्तारै हिँड है गाडी आए त्यही बस रिहाङ लास्टमा आई नै छोड्यो है भित्र हजुर कुकुर किन त नि हैन कुकुर लगिदिएको खाएन भाइ तल हेर है हिलोमा टेक्ला है कुखुरा देखेर कान्लाबाटै हाम फाल्नु खोजेर रिहाङ के हो त्यो कुकुर छैन अरे कुखुरा मात्रै छ अरे ए अब समाउनु जानु त्यो हिलोबाट यताबाट जानु कुकुर छैन ऊ कुखुरा मात्रै हाँस हो त्यो हाँसको बच्चा हो के कस्तो रमाइलो लागेछ भने आई अनि बल्ल बल्ल बेलबारी बजार गएर ल्याएको मात्रै ए अब यहाँबाट जानु एउटा चाहिँ खोटेङ्गे भएको रहेछ नजानु उता आँखी खोइ कहाँ म त देखेकै छुइनँ कतिवटा माउको चल्ला होला ह्याचरीबाट यतिकै चल्ला ल्याएको रहेछ नि ऊ माथि ऊ त्यहाँबाट हाम फाल्नु खोजेको फेरि यहाँ पनि हिलोमा जानु अरे जानु हुँदैन है ऊ दादाले अहिले कुद्नुहुन्छ म त नजाने दादाले हुन्न अहिले लट्ठीले ड्याम पो गर्नुहुन्छ हुन्न दादा ऊ माथि दादाले हेर है दादाले हेरिराख्नु भएको छ नि हुन्न नि हिलोमा जाने कुरा नगर है भाँचिन्छ ऊ बेबी चल्ला हेर त ल बेबी चल्ला बेबी चल्ला ऊ ल अब दादाले माथि हेर दादा हेर त माथि लड्छ है त्यहाँ
ल जाउँ है अब घर जाउँ ल घर जाउँ है यो हाँसको आफूले नै ओसारेर तल भएको तल गरेको नाच तल लिएको भ्याक्सिनबाट भ्याक्सिनबाट के अन्डा राख्ने भ्याक्सिनमा तल ल्याउनु भएको ल भोलि आऊ ल हस् भन्दै न खै त बाई बाई गरेको दादाले ल जाउँ बाई बाई भन न होइन लड्नलाई घुमेछ बाई बाई दादा भन बाई ल हामी गएको है बाई बाई ल बन्द गर्नु ल भाइ ल जाउँ दादालाई बाई बाई पनि गरौँ न यता यतातिर घरै थिएन हो हजुर घरै थिएन एउटै खोलिएन घर अहिले त राम्रो दिदी घर गइसक्नु भयो अनि यो चाहिँ हाम्रो अनुको घर कुद्यो है कुद्यो गाडी आउँछ कि बा ऊ दिदी माथि रहेछ दिदी हेर त माथि ऊ माथि देख्यौ दिदी ऊ माथि घरमा यता होइन माथि घरमा यहाँ पनि घर बनाउँदै रहेछ यहाँ जग्गा खाली थियो यहाँ पनि घर बनाउँदै रहेछ कुकुर छ है भाइ यताबाट बाबु यताबाट यहाँ चाहिँ पिच गरेको छैनन् पिच गर्नु बाँकी रहेछ आमामा पनि याद आएको हौ यता हो ए चिन्दो रहेछ हौ घर पनि ल ल यताबाट जाने यताबाट यता ल जाउँ हेलो भन न साइकल डोराऊ है डोराऊ दिदीको साइकल यहाँ कति बेला हेरेर पनि निकालिसकेछ हौ लडिएलाई हात ए के भयो हात के भयो यसैले चढेर जानु है सुकेदार रिहा बाहिर चाहिँ अँधेरो भएको छैन यहाँ चाहिँ अँधेरो जस्तो भएको क्या पाइ त ला दिदी ला 22 महिनाको भयो साइकल नचढी नसक्ने रे छोरी खुट्टा उता लैजाऊ है के गर्छ रे निनी के गर्छ रे सुन्नु न फेरि निनीले ल ल ल ल अब किचनमा किन लाने हौ वाउ सुनिमा र रिहाङ बेबु नाना र सेलिमा नानाको घरमा आएर खाना खाँदै हुनुहुन्छ यसरी सँगै बसेर खाँदा रमाइलो हुन्छ नि है हेर न खुट्टा हलाउँदै खाएको हो भाइ राजा ओ आमा म भाइ पनि पो बोल्दैछ त पानी खाएको ल माम पनि खाइदिनुहोस् न आम्मा गरिदिनु ल त पानी खाँदै भात खाँदै झन्डै पोखियो पानी हजुर खोइ खोइ
क्वेसन पनि बुझिन अनि बिरालो कसरी बनिन्छ क्याट बिना भनेको के भन्यो हेर न क्याट कसरी बनिन्छ म्याउ 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 भन्नुभएको दिदीले ल ठिक छ क्याट कसरी बन्छ क्याट बिना होइ